रोशना ए म त अचम्म लाग्यो तिमीदेखि रोशना आज के भयो तिमीमा छोरी मान्छे हुनुपर्ने गुणै केही पनि छैन रोशना खाने बेला ल्याङ ल्याङ नगर्नु है कोहीदिले नि सुहाले खान पाउँछ भन्नु ल ल ल खाउनु त खाऊ कि अब हुन्छ नि त छोरी मान्छेले त टक्क हाल्ने थोरै भात थोरै तरकारी थोरै दाल टक्क खाने के हो यो आम्मा त बेजत गरे भाइ खाने बेला नि उसो म मोबाइल फुटाएर फालिदिन्छु है अहिले यो यति कुरा मोबाइल फुटाउनु पर्छ किन देख कि त भिडियो हाल्न आएर मेरो होइन अब यो के गरेर त तिमी भने कि नर्मल मान्छेले त थोरै खान्छ तिमी त बडी होइन बिल्डर मैले पकाएको तिमी जिम मैले जान्छौ हो तिमी जिम बडी बनाउने हो सिक्स प्याक होइन मैले पकाएर मैले आनन्दले खान नपाउने खान त खाऊ कि त्यही भएर म छुट्टै खान्छु भने कि तपाईँलाई यसो- सुरुमै खाएर जानु भने यसो डाइट मेन्टेन गरे पनि भनेको छ यत्रो हँसुरे छ म त के भन्ने अब अनि तपाईँलाई मेरो खानसँग के प्रब्लम छ रोशन अब यो ल बे गर्नुभन्दा अगाडि चाहिँ ल पर्दा चाहिँ म कहीँ घुम्न जाँदाखेरि आम्मामा सुरुमा एउटा मोमो पनि 2 टुक्रा त्यो चक्कुले काटेको छ त्यो खाना पनि मुख छोपी मुख पुसी आम्मामा बल्ल बल्ल एउटा मोमो सकायो अब भयो मलाई पेट भर्यो अनि तपाईँ लप्परा जस्तो सबै थोक लप्परा जस्तो खोजेर पाइन्छ अब एउटा छैन ल छोरी मान्छे हुनुपर्ने गुण यस्तो यस्तो नि हुन्छ दुईवटा छोरी कहिले जन्मायो तपाईँले जन्म अब त्यही एउटा गुण हो अरू केही पनि छैन तिम्रो त यो मरदवाला गुण भयो नि त तिम्रो त यो त लेडिजवाला गुणै छैन यो मरदवाला मेरै ज्यान खोइ लागेको त मरद छ त हो भने त छ त तिम्रो त ए बिल्ला गर्नु म तपाईँलाई सुरुमै खाएर जानु भने थिएँ त खाऊ मेरो बुढी कस्तो मरद छ तिम्रो खुवाई चाहिँ मलाई लास्टै मनपर्छ कि नर्मली नखाने मान्छेलाई पनि त्यो खाउँ लाइन बनाइन्छ तिमीले खाऊ ए ल यो कराइ नै लिएको कति हान्छे जस्तो बनाउनु खोजेँ कि मलाई चाहिँ कस्तो बेजती ल मेरो खाना पनि खाऊ ल तिमी उता लैजानु है आफू चाहिँ कम खाने जस्तो होइन खाऊ न दुईवटा वर्षको आमा हेर्दै खाउँ लाइन खाएको छु खान्छु त तपाईँ खानु मनलाई खानु यसो बाटोतिर बस्दाखेरि पनि यतिकै नखाऊ त्यो 2-4 फाला मान्छेले हेर्दै आँखा लाग्ने खालको छ तिम्रो खुवाइदिए त्यस्तो खतरा खायो कि दामी छ कि कस्तो बेजती ट्याक्क लाएर होइन कुँडामा तपाईँ हार जानु नजानु कुँडा खाए के अरे मैले अहिले बेकार उता खाऊ खान्छु फेरि खेती ल बनाउनु ल